साँधेको गुन्द्रुक र भटमास अमिलो पिरो नुनिलो ट्वाक्क मिलाएर एकदमै स्वादिलो आज म कसरी बनाउँछु त्यसै गरी नै सेयर गर्छु। हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा राखेकी छु। आवश्यकता अनुसार गुन्द्रुक लिने, त्यसपछि यसलाई चाहिँ सफा खाने पानीले 10-15 मिनट भिजायो भने साँधेको गुन्द्रुकको स्वाद नै छुट्टै हुन्छ। गुन्द्रुक भिज्दै गर्दा यता मैले सफा खल्लिसकेकी छु। गुन्द्रुक चाहिँ राम्रोसँग भिजिसकेपछि पानीबाट निचोरेर यो खलमा राखिदिने। गुन्द्रुकमा ढुँडी छ अनि गुन्द्रुक सुकाउँदा झिँगाहरूले छोएको छ भने पनि सफा हुन्छ। अब यो खलमा राखेर जति सक्दो राम्रोसँग गुन्द्रुकलाई कुट्ने। यसरी कुटेर बनाएको गुन्द्रुकको स्वाद असाध्यै नै मिठो हुन्छ। हेर्नुहोस् त, लगभग यति चाहिँ कुटिसकेपछि गुन्द्रुक छान्नको लागि रेडी हुन्छ। अब ओभानो प्यानमा तेल तताउने, त्यसपछि आफूलाई चाहिने जति भटमासलाई पनि राम्रोसँग पाक्ने गरी भुट्ने, तर अलिकति पनि नडढाउने। अब यो भुटेर पाकेको भटमासलाई पनि कुटेको गुन्द्रुक माथि नै राखिदिने अनि बाँकी रहेको तेलमा चाहिँ जिरा फुराउने, लसुन फुराउने, सुकेको खोर्सानी, 1-2वटा टमाटर, त्यसपछि थोरै बेसार, स्वाद अनुसार नुन राखिदिने। अलिकति टिमुर छ भने टिमुर पनि राख्न सक्नुहुन्छ। टमाटर पनि राम्रोसँग पाकिसकेपछि चाहिँ गुन्द्रुक र भटमास माथि राखेर झानिदिने। हरियो खोर्सानी राखेँ मैले, स्वाद अनुसार नुन राख्ने, हरियो धनियाँ राख्ने। टमाटर पकाएको प्यान पखालेर थोरै पानी पनि राखिदिने अनि छुट्टै स्वादको लागि मैले चाहिँ अलिकति कागती निचोरे, त्यसै गरी 1 चम्चा तोरीको तेल राखेँ। यदि हजुरहरूसँग छ भने चाहिँ अलिकति हरियो लसुनको पात पनि मजासँग पखालेर काटेर राख्न नछुटाउनु होला। मेरोमा जस्तै छैन भने त ठिकै छ है। अनि यो गुन्द्रुकलाई चाहिँ जति सक्दो राम्रोसँग मिची सबै सामग्री सबैतिर लाग्ने गरी मिक्स गरिसकेपछि एकदमै मिठो साँधेको गुन्द्रुक र भटमास बनेर तयार भइसकेको छ। आजको मेरो यो सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो अनि हजुरहरू चाहिँ यसरी बनाएको गुन्द्रुक र भटमास के को साथमा खान मन पराउनुहुन्छ? म त मजासँग भातसँग मुछेर खाँदैछु। भिडियो मन पर्यो भने सेयर गरिदिनुहोस् है।